हेलो एभ्रिवान, मेरो सानो मिठो भिडियो अलिकति लामो भए पनि हेरिदिनुहोस् है। हामीले चाहिँ आज शनि मन्दिर गएको थियौँ नि त, कता पुरा लाइन होइन, कति 5 बजे नै गएको नि त। त्यो पनि लाइन त म 5 बजी जाँदा पनि लाइन त भन्नुहुन्छ नि यति धेरै क्या, बाफ्रे मान्छेहरू कहाँ आउनुभएको क्या पूजा गर्न। आज लास्ट हो नि त शनिबार, त्यही भएर आज दान गर्नु छ अरे त कार्तिकको। बेलुका रिमरिमतिर आएको के अरे उज्यालो भइसक्यो, 2 घन्टा बस्दा लाइनमा। फेरि नानीहरूले त्यो त्यस्तै वाक्का लगाएर फेरि छैनौ नानीहरू चाहिँ मन्दिर मेलातिर नानीहरूलाई चाहिँ नलगिजानु रहेछ क्या, लग्यो भने यस्तै गर्छ रहेछ क्या, दिमाग ह्याङ बनाउँछ रहेछ नानीहरूले। अनि लाइनमा बस्दा बल्ल पालो आएर हल्का भए पनि खुसी 2 घन्टा पछि प्रतीक्षामा। अनि नानीहरू फेरि के हेर्दै के किन्दै लाउँछ। अनि भित्र पसेर पूजासुजा गरिसक्यौँ हामीहरू गर्दै। अनि टिक्क हामी चाहिँ के अरे आरती गर्ने बेला पुगेछौँ र आरती पनि गर्दै हुनुहुन्छ। आरती गर्दै अनि हामी चाहिँ यसो हल्का फुल्का धेरै भिडियो गर्नु त नानीले कहाँ दिन्छ र, यसो भेकालामा हल्का फुल्का भिडियो गर्दै नानीलाई बाबाजीहरूलाई दिन लगाएको चामल दिएको अरे कति धेरै दिन्छ क्या फेरि नानीले चामलहरू। अनि हामी चाहिँ अब पूजासुजा सकेर घरतिर ठ्याक्कै 5 बजी गएको मान्छेहरू 9 बजीतिर घर फर्किँदा पनि अझै क्या लाइन कति धेरै। ओके बाई बाई, इन्जोय गर्नु होला मेरो भिडियो भन्नु।